हेलो गुड मर्निङ। आज 2 तारिक हामी चाहिँ हिजो छोकामा आएर बसेको थियौँ र छोकाबाट चाहिँ यतिको इमारत देख्दो रहेछ। मजाको सिनहरू रहेछ, यस्तो रहेछ हो, एकदम रमाइलो रहेछ नजरियाहरू चाहिँ। चराहरू उड्दैछ, हामी चाहिँ यहाँमाथि बसेको थियौँ, यहाँ जुन चाहिँ छोकामा चाहिँ यस्तो छ। छोका देखिरहेको छ। चाहिँ राउन्ड अफ भ्यू चाहिँ यहाँ चाहिँ अब ग्राउन्ड पनि रहेछ जस्तो। आज छोकाबाट है डे 2 को ट्रिप स्टार्ट भइसकेको छ। सबै यहाँ अब यो सामानहरू है रेडी भयो है, र यहाँ सर रेडी हुनुभयो। अब जाउँ यो लागि छोका मजा आएछ, एकदम रिल्याक्स पनि ओके। अब हामीहरू यहाँबाट छोकाबाट हिँड्यौँ। हामी छोकादेखि झन्डै 2 किलोमिटर जस्तो माथि पुगेर बाटो पनि एकदमै राम्रो रहेछ। त्यहाँ हामीले फोटोहरू खिच्यौँ, एकछिन बस्यो पनि। त्यहाँदेखि हामीले त्यही गफ गर्दै हामी 3जना ट्रेनमा अस्ति फर्स्ट भिडियोदेखि नै थियो है, फर्स्ट डेदेखि नै हामी ट्रेनमा थियो। र त्यति बेला है अलिक माथि गएर हाम्रो लेडिज ग्रुपहरूलाई पनि त्यहाँ जाँदै रहेछ। यो चाहिँ फेदाङको झन्डै 2 किलोमिटरहरू जस्तो रहेछ। त्यसमा चाहिँ यौँहरू भेटिँदो रहेछ। सो यहाँदेखि चाहिँ एकदम हामीले सानो सानो भिडियो क्लिप गर्दै त्यहाँको मजा लिँदै हामीहरू त्यहाँबाट हिँड्दै गफ गर्दै हाम्रो सबैजना निस्क्यौँ। र त्यति बेला म अलिकति अगाडि गएर है हाम्रो पछाडि आउने साथीलाई भिडियोहरू बनाइदिएँ है। र उहाँसँग पछाडि भाइ पनि सँगै आइपुगेछ। पछाडि भाइ पनि आइपुग्नु भयो, एक्सपोजरको है भाइ हुनुहुन्थ्यो। सो त्यहाँदेखि मैले पनि त्यसमा है सानो रिल्स बनाउनु मन पऱ्यो वक गरेको। सो मैले पनि वक गरेँ। र तपाईँहरूले भिडियोलाई चाहिँ है लास्टसम्म हेर्नु पऱ्यो, र तपाईँहरूले भिडियोलाई सेयर गरिदिनु पऱ्यो, कमेन्ट गरिदिनु पऱ्यो, र लाइक्स गरिदिनु पऱ्यो, र सब्सक्राइब गरिदिनु पऱ्यो। किनभने तपाईँहरूको लाइक, कमेन्ट, सेयर, सब्सक्राइबले मात्रै मैले कस्तो भिडियो बनाउनु पर्ने रहेछ त्यहाँदेखि मलाई चाहिँ एनर्जी आउँछ। अझै तपाईँहरूले मलाई उयो दिनुहुन्छ है। सो र भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु पऱ्यो।
त्यहाँदेखि अलिक माथि आइपुगेर हामीहरू फेदाङमा आइपुग्यो र फेदाङमा आएर मजाले तातो भेज मोमो रहेछ इस्कुसले बनाएको र उहाँले लिनुहुँदै रहेछ। त्यहाँदेखि हामीलाई पनि यता हाम्रो चिफ हुनुहुन्छ है उहाँले पनि हामीलाई दिनुभयो र फेदाङमा चाहिँ वेदर यस्तो भइरहेको रहेछ। फेदाङदेखि अलिक माथि घुम्यौँ है, त्यहाँदेखि चाहिँ हामी देउराली पुग्नु चाहिँ अलिक साह्रो पर्दो रहेछ। देउराली चाहिँ निकै उकालो पर्दो रहेछ है। सो हामीहरू देउरालीतर्फ त्यहाँबाट लाग्यो। त्यहाँबाट हामीहरू निकै बादमा हामीहरू देउराली पुग्यौँ है। त्यहाँ निकै बादमा चाहिँ हामीहरू निकै हिँडेर उकालो हिँडेर चाहिँ देउराली पुगेर त्यहाँ हामीले धुपहरू बाल्यौँ है, पूजाहरू गऱ्यौँ र हामीले पूजा गरिसकेर चाहिँ हल्का हिमालहरू पनि देख्यो। त्यहाँदेखि चाहिँ हामी जौलीतर्फ लाग्यो र जौली त्यही नजिक रहेछ, हामी जौली पनि पुगिहाल्यो। देउराली पुग्नु मात्रै साह्रो रहेछ, जौली त त्यही नजिक पुगिहाल्दो रहेछ। सो देउरालीदेखि जौली त त्यही टाढो रहेछ। म जौली आइपुगेर यसो हेरेर घुम्म भइरहेको रहेछ। टाइम पनि निकै भएको थियो, 5 बजी थियो। र यता चाहिँ है हाम्रो अघि साथीहरू चाहिँ अघि आइपुगेर हाम्रो टुर गाइड चाहिँ एकदमै जोसिलो हुनुहुँदो रहेछ। अघि आएर हाम्रो लागि चियाहरू बनाएर बिस्किट पपकर्नहरू है खानुहुँदैछ। यहाँ हुनुहुन्छ मेरो साथीहरू र म चाहिँ अलिक लेट आएँ र आज हाम्रो स्टे चाहिँ यहाँ छ। अनि आज यहाँ चाहिँ अलिक लाइटको प्रब्लम रहेछ, सो बेलुका चाहिँ भिडियो बनाउन सक्दिनँ होला है। र भोलि नेक्स्ट भिडियोमा भेटौँ र आजको लागि नै मेरो भिडियो है यहाँ अब समाप्त हुनेछ है। र तपाईँहरूलाई थ्याङ्क्स फर वाचिङ माई भिडियो र आजको लागि यति नै है। र बाई बाई भन्दै फेरि भेटौँ मलाई है।